हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग एन्ड नमस्कार सबैजनालाई। आशा गर्दछु हजुर सन्चै हुनुहुन्छ होला भनेर, अनि हामी पनि सन्चै छौँ। अनि आज चाहिँ छोटो मिठो मिनी भ्लग बनाएको छु मैले, जो हजुरहरूले हेरेर साथ दिनु होला होइन। यहाँ चाहिँ मेरो साथी र साथीको भाउजू छ, अनि हामी तिनजना चाहिँ आज चाहिँ हामी खाना खानुको लागि नेपाली रेस्टुरेन्ट जाऊँ भनेर चाहिँ दार्जिलिङ नेपाली रेस्टुरेन्ट हामी चाहिँ गइरहेको छौँ, जहाँ चाहिँ यो चाहिँ मनामामा पर्छ। साथीहरू हेर्नुहोस् होला होइन। हामी चाहिँ आज चाहिँ खाना बनाउन अल्छी लाग्यो, त्यही भएर त्यहीँ गएर खाना खाऊँ भनेर गएको छौँ। अनि के खाएको छौँ देखाउने छु हजुरहरूलाई, अन्तिमसम्म हेरेर साथ दिनु होला त्यही भन्न चाहन्छु। साथीहरू कस्तो मिठो मिठो खाना थियो, अहिले मुख आयो। अनि हामी चाहिँ मेनु हेर्न स्टार्ट गऱ्यौँ साथीहरू। अनि मेनु हेरेर हामीले खाना चुज गऱ्यौँ। यो चाहिँ हो भैँसीको सुकुटी, हामीले भैँसीको सुकुटी खान मन लागेको थियो, अनि त्यही भएर मगायौँ साथीहरू। अनि दाल भात तरकारी यो चाहिँ थकाली सेट मगायौँ हामीले, त्यो पनि खसीको मासुसँग साथीहरू हेर्नु। अनि साग, झोल मोमो, स्टिम मोमो यति मगायौँ। अनि ड्रिङ्क्समा हामीले मिरिन्डा 7 अप मगायौँ अनि खायौँ। मैले चाहिँ मोमो ट्राई गरेँ साथीहरू, स्टिम मोमो हेर्नुहोस् होला, तातो थियो। खाएँ मैले चाहिँ, त्यति साह्रो भिडियो चाहिँ बनाएन, अलिकति खायौँ। अनि गफ गर्दै खाएर हामी चाहिँ छिटो गरेर रुम आयौँ साथीहरू, किनभने सुत्नुपर्छ, ब्युटी हुन्छ भोलि बिहान फेरि होइन। अनि सुकुटी ट्राई गरेँ मैले, वाउ सुकुटी एकदम मिठो थियो, तर अलिक पिरो कम्ती भएको थियो हामीलाई चाहिँ, तर A1 थियो। अनि त्यसपछि हामी खाइसकेर हामी चाहिँ रुम आयौँ साथीहरू। अलिअलि बचेकोहरू पनि हामीले प्याक गरेर रुममा ल्यायौँ, भोलि बिहान खानुपर्छ भनेर यसो होइन। त्यस्तै भन्दा नै खानुपर्छ नि त, खानेकुरा खेर फ्याल्नु हुँदैन भनेर हामीले प्याक गरेर ल्यायौँ साथीहरू। अनि पे गरेर हामी रुम आयौँ। हामीले चाहिँ अब रुम आउने नाइटको भ्यू हो साथीहरू, गाडीबाट खिचेको, वाउ एकदम दामी देखेको छ नाइट भ्यू चाहिँ। अनि यो आजको मेरो छोटो मिठो मिनी ब्लग कस्तो लाग्यो हजुरहरूले मन पऱ्यो भने प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला होइन। अनि त्यही भन्न चाहन्छु, आशा गर्दछु आगामी दिनहरूमा नयाँ नयाँ भिडियो बनाउने छु भनेर। अनि मिस यु सबैजनालाई, बाई बाई, गुड नाइट।